साथीहरु नमस्कार। मेरो अनलाइन कोरियन कक्षा सञ्चालन भइराखेको छ। आज पाठ 4 मा पुगेको छ। चौथो पाठ। सम्पूर्ण नेपाली मनहरू, मेरा आदरणीय शुभचिन्तकहरू, सबै मेरा दाजुभाइहरू, बेलुकी 9 बजेदेखि 10 बजेसम्म टिकटक आइडी @madhav.श्रेष्ठ 854 बाट तपाईहरु हेर्न सक्नुहुन्छ। सम्पूर्ण साथीभाइहरू कोरियन कक्षाको भरपूर आनन्द लिनुहोला। एकदमै धेरै भन्दा धेरै कुराहरू सिक्नुहोला भन्दै म बिदा हुन्छु। नमस्ते। र मेरो युट्युब च्यानल @madhavश्रेष्ठ 2039 सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। ल साथीहरू, आज मेरो कोरियन क्लासको चौथो दिन। म आज यो इल अर्थात् हप्ता, कोरियन हप्तालाई यो इल भनिन्छ। तपाईहरुलाई आज हप्ताको विषयमा म बुझाउन जाँदैछु। 1 मा इल यो इल आइतबार, वल यो इल। 2 मा वोर यो इल सोमबार। 3 मा वा यो इल वा यो इल सु यो इल बुधबार। मोक यो इल बिहीबार। खुम यो इल छ मा खुम यो इल शुक्रबार। 7 मा थो यो इल शनिबार। इर्यो इल आइतबार। ओर्यो इल सोमबार। वायो इल मंगलबार। सुयो इल बुधबार। मोग्यो इल बिहीबार। खुम्यो इल शुक्रबार। थोयो इल शनिबार। ल आज मैले यति पढाएँ यो बारको विषयमा। तपाईहरुले यसलाई एकदम मनन गर्नु होला, राम्रोसँग हेर्नु होला है साथीहरु। हस्त, धन्यवाद।